हेलो हजुर सम्पूर्णमा नमस्ते। अनि आजको विषयवस्तुहरू चाहिँ केही नयाँ र फरक छन्। राजनीति, सामाजिक अनि यो संसदीय व्यवस्थासम्म जाँदै हुनुहुन्छ एकजना युवा परदेशमा जो मजदुरी गरेर लेबरी काम गरेर बस्नुभएको युवाको कथा व्यथा अनि भोगाई अनि परदेशमा भएका दुःख पीडाहरूको बारेमा हामीले यहाँ केही बहसहरू गरेका छौँ, छलफल बहसहरू गरेका छौँ। ती छलफल बहसहरू कस्तो लाग्छ, के लाग्छ, प्रतिक्रिया जनाउनुहुनेछ। जस्तो लाग्छ त्यस्तै कमेन्ट मार्फत हामीलाई प्रतिक्रिया जनाउनुहुनेछ। हस् त, धन्यवाद। अनि भिडियो हेरेर साथ दिनुहुनेछ। पुरा भिडियो हेरेर प्रतिक्रिया चाहिँ जनाउन नभुल्नुहोला। धन्यवाद। नमस्ते, जय राष्ट्र। राष्ट्रवाद अनि आरामानन्दै हुनुहुन्छ नि? एकदम कुशल मङ्गल छ। अनि तपाईको फर्स्ट प्रथममा परिचयबाटै सुरुवात गरौँ है? एकदम सर, एकदम हजुरकै नाम अनि हजुरको ठेगाना, हजुरको कहाँ हो, नेपाल घर, अनि यहाँ कति भयो, विदेशमा कति वर्ष बस्नुभयो, त्यहाँसम्म आफ्नो ठेगाना र आफ्नो नाम ठेगाना सहित विदेशमा कति समयदेखि बस्दै हुनुहुन्छ त्यहाँदेखि सुरुवात गरौँ। नमस्ते, मेरो नाम अमर परियार आर्य, घर धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नम्बर 4, बसाइ काठमाडौँ। विगत 6 वर्ष कुवेतको बसाइ, त्यो 6 वर्षभन्दा अगाडि 3 वर्ष साउदीको बसाइ, अनि यो 6 वर्ष बिचमा चाहिँ म नेपालमा बसाइ गरेको छु। नेपालमा केही व्यापार व्यवसायहरू गर्दै जाउँ, बिचमा त्यस्तै खालको एउटा समस्या आयो। आइसके पछाडि फेरि नेपालै बस्नुपर्ने हुन नेपालै बस्न चाहे, बसेँ र आफ्नो काम व्यवसाय सँगसँगै राजनीतिमा पनि सक्रिय रहेँ। राजनीति पनि मैले यस्तो राजनीति गरेँ कि जहाँ चाहिँ जुन राजनीतिक दल जुन नेपालबाटै उत्पन्न भएको र कुनै पनि विदेशीको आशीर्वाद नलिकन स्वतःफूर्त आफ्नै बलबुद्धामा अगाडि बढेको राजनीतिसँग म संलग्न गरेर अगाडि बढ्ने अवसर पाएँ। राजनीति गर्दै गएँ। राजनीति प्लस समाजसेवा, हामीले जहाँ पनि समस्या हुन्छ त्यहाँ हाम्रो राजनीतिक एजेन्डा भन्दा पनि समाजको समस्या के छ त्यो लिएर हामी हरेक गाउँमा हरेक ठाउँमा पुग्ने प्रयास गऱ्यौँ। र 6 वर्षको जुन कुवेतको बसाइ छ त्यतिखेरको मैले यहाँको भोगाइहरू देखेँ होइन। जुन प्रकारको यहाँबाट चाहिँ भिसाहरू चाहिँ लगभग फ्री जस्तै थियो पहिला, अहिले चाहिँ त्यसमा पनि हाम्रो नेपाली दाजुभाइहरू अलिकति त्यो बार्गेनिङको कामतिर लाग्नु। त्यो कुराहरू उठाउँदै गर्दा तपाईँ पहिला साउदी पनि बस्नुभयो, अनि त्यस पछाडि कुवेत पनि बस्नुभयो। 6 वर्ष कुवेत अनि साउदी 3 वर्ष भनेपछि 9-10 वर्ष बसिसक्नुभयो विदेशमा। 8 वर्ष 9 वर्ष भनेपछि 8-9 वर्षको अन्तराल त भोग्नुभयो। फेरि अहिले फेरि अझ कुवेत आउनु भएछ। कुवेत अहिले लास्ट टाइम कति टाइमिङ भयो तपाईँको आएको, र अनि अब लगत्तै तपाईँ नेपाल जाँदै हुनुहुन्छ भन्ने पनि सुन्दैछौँ हामी। राप्रपा पार्टीबाट तपाईँ सांसदीय सांसदको रूपमा आउनु भएको छ भन्ने कुराहरू पनि सुनिँदैछ। त्यसमा के हो कसो हो त्यो पनि विषय जोडेर सानो सठिक रूपमा तपाईँले भन्नुहोस् न। एकदम धन्यवाद छ। पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी मैले अघि नै कुरा गरेँ, जुन नेपालमै उत्पन्न भएको पृथ्वी पदलाई लिएर अगाडि बढ्ने हाम्रो राष्ट्र निर्माता आज संयोगले पृथ्वीनारायण शाहको 304औं जन्म जयन्तीको सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण पनि गर्न चाहन्छु। हामीले धेरै साथीहरूसँग भेटघाट गरेर, धेरै साथीहरूसँग फोनमा म्यासेजमा भए पनि भेटघाट प्रत्यक्ष रूपमा उहाँसँग स्वयं भेटघाट गरेर आज शुभकामना आदान प्रदान गर्ने। किनभने पृथ्वीनारायण शाह नजन्मिएको भइदिएको भए आज हामी उहाँ र म एउटै देशको नागरिक सायद हुँदैन थियौँ होला। फरक हामी नेपाली भनेर परिचय पनि मिल्दैन थियो होला। हामीले जहाँ जता जे गरे पनि हामीलाई चिन्ने अहिले नेपाली भनेर हो। हाम्रो साझा धर्म नेपाली, साझा थर पनि नेपाली हो। यो दिएका, यो यसका सङ्कल्पकर्ता, यसको चाहिँ राष्ट्र निर्माणकर्ता पनि हाम्रो पृथ्वीनारायण शाह हो। पृथ्वीनारायण शाहले दिएको दिव्य उद्देश्यलाई नै लिएर अगाडि बढेको राप्रपा पार्टी। त्यसै मार्फत म राजनीति गर्दैछु। मेरो चाहिँ नितान्त के छ भने, जुन समयमा मेरो जन्म भयो, जुन समयमा हामीले अध्ययन अनुसन्धान गर्ने अवसर पाए, त्यतिखेरको राज संस्थाकै समयहरू थियो देशमा। त्यस पछाडि जब गणतन्त्र आयो, त्यो मैले 9 वर्ष अघि सरले भन्नुभयो, जुन 9 वर्षको समय जुन विदेशमा बिताउनुको, यो परिवर्तन पछाडिको नेपालमा रहेको जति पनि उद्योग धन्दाहरू, कल कारखानाहरू थियो, त्यो सबै बन्द हुने अवस्थामा गइसके पछाडि हाम्रो पनि बन्द भइसकेपछि हाम्रो विकल्प भनेकै पासपोर्ट बनाएर खाडी जाने।
अब हामी धेरै पैसा भएको एकदमै धनाढ्य व्यक्ति त होइन, हामी निम्न वर्गको, र त्यो पनि अब घरमा बिहान के अरे महिनाभरि काम गरेर पुरा घर खर्च चलाउने एउटा ठुलो परिवारमा जन्मेको व्यक्ति हो। अब ठुलो देश जान सकिएन, खाडी गयो, खाडी जाँदा नि दुःख पाइयो, दुःख पाइसकेपछि काम गरियो, थोरै सेलेरी थियो, 10-12-15 हजार मात्रै सेलेरी महिनाको थियो। त्यो सेलेरीले 3 वर्षसम्म त्यहाँ गुजारा चलाए। त्यसपछि कुवेत आएँ, कुवेत आइसके पछाडि त्योभन्दा अलिकति राम्रो सेलेरी भयो, अलिकति काम पनि अलिकति राम्रो भयो। 6 वर्ष बसेँ, 6 वर्ष पछाडि त्यस्तै खालको भइसकेपछि म नेपाल गएँ। नेपाल गएर अहिलेको जुन परिवेश छ, जुन हजुरले अहिले जुन क्वेसन सोध्नुभयो, त्यो सन्दर्भमा चाहिँ मैले विगत लामो समयदेखि जुन समाजमा, एउटा नेपाली समाजमा एउटा हल्ला छ, एउटा चाहिँ वास्तविकता छ। यो जातीय कुराहरूको सन्दर्भमा लिएर धर्मले नै जातीय विभेद गर्यो, धर्मले नै जातीय विभेद गर्यो भनी एउटा समूहले समाजमा हल्ला फिजाइरहेछन्। अनि फेरि अर्को समाज के छ भने त्यसैमा चाहिँ टेकेर ए हो कि क्या हो भन्दै हिँडिरहेको छन् के। अनि त्यसै बिचमा चाहिँ मैले जुन 6 वर्ष को अन्तरालमा हामीले धर्मशास्त्रहरू अध्ययन गऱ्यौँ। त्यस पछाडि गएर मैले धर्मशास्त्रको अध्ययन गरेँ। के छ त धर्मभित्र साँच्चै? पहिला मैले कसैलाई आरोप लाउनु भन्दा अगाडि त्यो आरोप लाउन लायकको म छ कि छैन त, होइन, आरोप लाउने लायकको म छ कि छैन भन्ने विचारले मैले अध्ययन अनुसन्धानहरू गर्दै जाँदाखेरि धर्म भनेको त सत्यलाई धारण गर्नु, असत्यलाई त्याग गर्नु नै धर्मको मूल मन्त्र रहेछ। अनि समाजमा चलाइएको जुन यो चाहिँ छ नि, यो राजनीतिक प्रोपोगन्डा रहेछ। म राजनीतिबाट धेरै पृथक थिएँ। मैले पहिलो मेरो जीवनमा पहिलो भोट मैले हलो भन्दा अरू कुनैलाई नि हालेको छैन। जीवनमा पहिलो म नो भोट थिएँ। अनि मैले यसो विचारै गर्दाखेरि हामी जो राष्ट्रको लागि चिन्ता गर्छौँ, जो धर्मको लागि चिन्ता गर्छौँ, त्यो चाहिँ व्यक्ति चाहिँ अलग बस्दिने, भोट बहिष्कार गर्ने। अनि जतिखेर पनि माथि ठाउँमा चाहिँ यी विचारमा जस्तै यो देशको भन्दा नि बाहिरी विचारहरू लिएर आएको व्यक्तिहरू मात्रै अगाडि चाहिने भएपछि म एकदम निस्वार्थ भावना राजनीतिमा प्रवेश गरेर राप्रपाबाट राजनीति गर्दैछु। त्यो अनुसारले म धेरै ठाउँमा गएँ, धेरै कामहरू गर्ने प्रयास गरेँ। कति सकेँ, कति सकिनँ। मेरो आर्थिक अवस्थाले भए अनुसारले मैले गर्दै गएँ। गर्दै जाँदाखेरि यसपालिको जुन अब यो 84 मा हुने निर्वाचन थियो, हाम्रा कलिला साना साना भाइ बहिनीहरूले यो व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्ष संघीयताले देश खरानी बनायो, भ्रष्टाचार उम्लियो, नेताको छोराछोरीहरू चाहिँ पुरा विदेशतिर गएर घुम्ने, हाम्रो देशका जनताले कमाएको कर यहाँ हामी खाडीमा बस्यौँ, उहाँहरू सरहरू जस्तो मान्छेहरूले यहाँबाट पठाएको रेमिटेन्सले चाहिँ नेताको छोराछोरी मात्रै पाल्ने भयो। यो व्यवस्थाले ठिक गरेन। यो देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री संहिता खारेजी गर्नुपर्छ भन्ने हिसाबले भाइ बहिनीहरूले भदौ 23 र 24 गते यस्तो खालको आन्दोलन गर्नुभयो कि त्यो आन्दोलनले 24 गते पुरै देशको व्यवस्थै फालिदिए। व्यवस्थै फालिदिइसके पछाडि केही एनजिओ लगायतका केही नेपाली, अब भनौँ न, अब यो अलिकति पैसावाला मान्छेहरूले त्यो आन्दोलनलाई हाइजेक गरे। किन जेन्जी समूह भनेको चाहिँ जस्तै हाम्रो धर्मशास्त्रमा 4वटा धर्म भनेको छ के, यो ब्रह्मचारी छ, गृहस्थी छ, अनि वनप्रस्थ छ, अनि सन्यास, यो 4वटा छ। अनि उहाँहरूले चाहिँ के ल्यायो भने यो जस्तै हाम्रो गृहस्थी भन्दा अगाडिको जुन धर्म छ त्यसलाई नै समातेर जुन चाहिँ यो त्यो धर्मलाई नै समातेर जेन्जी समूह भनेर लगाइदियो कि। जेन्जी समूह भनेर लगाइदिएपछि जेन्जी समूह नाम दियो, इङ्ग्लिस शब्द त्यसपछि जेन्जी समूह। हाम्रो शास्त्रले भनेको कुरालाई चाहिँ नमानिदिने जुन ब्रह्मचार्य धर्म भनिन्छ नि, जस्तै 12 वर्ष चाहिँ गुरुकुल शिक्षा परम्परालाई चाहिँ ब्रह्मचारी धर्म भनिन्छ कि। त्यो समूहकै बच्चाहरूलाई चाहिँ के भनिदियो, जेन्जी समूह भनेर ल्याइदिएपछि त्यो अनुसारले भाइ बहिनीहरूले आन्दोलन गर्नुभयो। अब यो भनौँ न, देशमा रहेको विस्थिति विसङ्गतिसँग उहाँहरू पनि दिगदार भयो क्या। कोठाभित्र बसेर पब्जी खेल्ने, फ्री फायर खेल्ने भाइहरू पनि त्यो फ्री फायर खेल्दा खेल्दै, पब्जी खेल्दा खेल्दै त्यो एडहरू आउँछ नि त, ओ म देशलाई सिङ्गापुर बनाउँछु, म देशलाई यो बनाउँछु भनेको त्यो दिमागमा सुन्दा उहाँहरू पनि विरुद्धमा उत्रेर देशको व्यवस्थै परिवर्तन गरिदिए। व्यवस्था गर्दा त्यतिखेर हाम्रा भाइ बहिनीहरू, कलिला साना भाइ बहिनीहरू, बच्चा बच्चीहरू 70 भन्दा बढी 80 को हाराहारीमा 73 जना भन्छन्, कहिले 76 जना भन्छन्। अब एक्चुअल आँकडा चाहिँ 73 जना भनेको सुनेको छु। सयौंको संख्यामा घाइते भएर यो व्यवस्था फाल्दा पनि अहिले फेरि केही साथीहरू, केही नयाँ भनेका, केही फेस मात्रै परिवर्तन गरेका विचार, त्यही गणतन्त्रलाई मलजल गर्ने, त्यही धर्मनिरपेक्षलाई मलजल गर्ने, त्यही
संघीयतालाई मलजल गर्नलाई आइरहेको छन् सबैजना होइन। राजनीतिमा विद्वेषमा राख्नु पनि हुँदैन, सबैले गर्नु। तर यो देशलाई, यो देशको लागि घातक व्यवस्थासँग अगाडि बढ्नु चाहिँ सबै नेपालीहरूको लागि घातक हो। यो 84मा हुनुपर्ने चुनाव के भयो भने यो भाइ बहिनीहरूको बलिदानले 82मा ल्याइदियो। 82मा ल्याइदिइसके पछाडि अब हामी पनि प्रजातान्त्रिक पार्टी हो, प्रजातन्त्रमै विश्वास गर्छौँ, बहुदलमै विश्वास गर्छ, हाम्रो पनि प्रतिस्पर्धा हुनुपर्छ, हामी चाहिँ भाग नलिने भन्ने कुराहरू हुँदैन। त्यही भाग लिने क्रममा चाहिँ पार्टीका अग्रज नेताहरू र कार्य सम्पादन समितिको बैठकले चाहिँ अमर परियार आर्यलाई चाहिँ अब यो दलित कोटाबाट पहिलो सूचीमा राख्ने भन्दाखेरि त्यहाँ विवाद पनि आएन, सबैजना सर्वसम्मत भए र म समानुपातिक सूचीकृत भएँ, बन्द सूचीभित्र परेँ। सम्पूर्ण पार्टीपन्थी लगायतका मैले गरेका कामहरूप्रति सकारात्मक रूपले मलाई सही मूल्याङ्कन गर्नुभयो, सही मूल्याङ्कन गरेर त्यो स्थान दिनुभएको प्रति सम्पूर्णमा हार्दिक नमन गर्न चाहन्छु। अब आगामी दिनमा म कहाँ पुग्छु, के पुग्छु भने त जनता जनार्दन हुनुहुन्छ। जनतालाई चाहिँ म के आग्रह गर्न चाहन्छु भने सम्पूर्णलाई हेर्नुहोस्, तपाईँहरूले अब यही व्यवस्था ठिक छ भनेर त्यही व्यवस्था बचाउनको लागि भोट हाल्नुहुन्छ नि। यो 76-77 जना जो बालबालिकाहरू जुन निर्मम तरिकाले हत्या भएको छन् त्यसको आँसु तपाईँहरूलाई लाग्छ। तपाईँहरूलाई फेरि हेर्नुहोस्, तपाईँले देशलाई कहाँ पुर्याउनुहुन्छ थाहा छैन। त्यसैले विचार गर्नुहोस्, सोच्नुहोस्, आफ्नो मत परिवर्तन गर्नुहोस्। यी पार्टीहरू पनि सबै चाहिन्छ। पहिला व्यवस्था परिवर्तन गरौँ, देशमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री स्थापना गरौँ। यो समय, यो अवसर हाम्रो लागि स्वर्ण अवसर हो, तपाईँहरूको लागि देश बनाउने अवसर हो। यतिखेर 2/3 मत राष्ट्रिय प्रजातन्त्र पार्टीले ल्यायो भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै कुराहरू परिवर्तन गर्छ, तपाईँहरूलाई विकास पनि गर्छ, सबै कुराहरू सुशासनको व्यवस्था ल्याउँछ, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउँछ। संहिता हामीलाई देशको लागि एकदमै गाह्रो छ, त्यो संहिता पूर्ण रूपले खारेज गर्छ। धर्मनिरपेक्षले हामी यत्रो 94% ओमकार भएको देशमा सम्पूर्ण यहाँ सबै आस्थामा नै छन्, आस्थामा नै देशमा धर्मनिरपेक्ष लागेको छ, त्यसलाई पनि हटाएर धर्म सापेक्ष राष्ट्र हामी घोषणा गर्छौँ। सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जो मतदाताहरू हुनुहुन्छ, जो विदेश तथा स्वदेशमा जहाँ रहनु भएको छ, कृपया यसपालि तपाईँहरूले आफ्नो मत व्यक्ति नहेर्नुहोस्, विचार हेर्नुहोस्। यो 76-77 जना भाइ बहिनीहरूको जुन निर्मम तरिकाले हत्या भएको छ, यो व्यवस्थाले, त्यो व्यवस्थालाई जोगाउनेतिर तपाईँहरू भोट नहाल्नु होला, यो व्यवस्था फाल्नेतिर भोट हाल्नु होला। तपाईँको नेता तपाईँले पछि मान्नुहोस्, पछि यो जुन हामी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था गर्छौँ। हजुर, कुरा गर्दै मैले हस्, एकदम धन्यवाद। अनि तपाईँले जो भन्नुभयो राजनीतिको बारेमा त्यो ठिक छ, अहिलेको लागि देशको लागि बोल्नुभयो। तर जुन अब परदेशमा तपाईँ बस्दै गर्नुभयो, 8-9 वर्ष बस्नुभएको छ, अनि हालसालै पनि आएर 5-6 महिना कति भयो तपाईँ आएको, यो टाइमिङमा पनि तपाईँ आएर काम गर्नुभयो, फेरि अब जाँदै हुनुहुन्छ। अनि परदेशमा बस्ने परदेशी दाजुभाइ दिदीबहिनीहरूका दुःख पीडा हेर्नु भएको छ, यहाँका सङ्घ संस्थाहरूका कुराहरू पनि हेर्नु भएको छ, अनि यहाँका राजदूतावासहरूका कुरा पनि हेर्नु भएको छ, कर्मचारीहरूका कुरा, राजदूतहरूको कुरा, यी जति पनि छन् जसमा पनि उठाउने, प्लस पार्टीमा पनि उठाउने कुराहरू, यो कुराहरूको चाहिँ के ग्यारेन्टी लिन सक्नुहुन्छ कि के छ? तपाईँ त यो ठाउँबाट भोगेर जानुभएको छ, परदेशका पीडाहरू त तपाईँले पूर्ण रूपमा भोग्नु भएको छ। ती भोगेका भोगाइहरूलाई तपाईँले कुन आधारमा कसरी गर्नुहुन्छ, कसरी लड्नुहुन्छ? त पार्टीसँग पनि लड्नु पर्यो, सरकारसँग पनि लड्नु पर्यो, संसदमा पनि लड्नु पर्यो, त्यसको बारेमा पनि केही कुराहरू राखिदिनुहोस् न। एकदम धन्यवाद छ। विगत लामो समय पहिला पनि 6 वर्ष मैले सङ्घर्षै गरेँ। म एकदम हाइफाई, एकदम म्यानेजर पोजिसनमा होइन, म एउटा साधारण एउटा कामदारको हिसाबमा, जो लेबरको हिसाब भनिन्छ, लेबर भने त्यो हिसाबमा काम गर्दा यो ठाउँमा कुवेतमा हामीले कुवेतको नागरिकहरूप्रति हाम्रो द्वेष भावना होइन है, मेरो चाहिँ अहिले सबैले एक चिजलाई बुझिदिनु होला। र अहिले जुन प्रकारले नेपालमा दलतन्त्र हावी भइसक्यो पछाडि जुन आफ्नो कार्यकर्ताहरूलाई भर्ती केन्द्र बनाउने संहिता जस्तो लगायतको विभिन्न प्रकारको, अनि त्यो भएन भने चाहिँ एउटा मेन पावर खोलेर चाहिँ व्यवसाय स्वरूप जुन छोडिदिएका छन्, त्यसले गर्दाखेरि हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बेचिनु परेको छ। यहाँ श्रम शोषण विदेशीले भन्दा पनि मलाई जहाँसम्म लाग्छ, मैले बुझेको अनुभवमा, अन्यथा नलिदिनु होला, हाम्रो नेपालीहरूले नि गरिरहेछन् कि जस्तो नि लाग्छ मलाई। किनभने यहाँ बार्गेनिङ गर्ने, एउटा भिसा निकाल्दाखेरि यो गभर्मेन्टले चाहिँ फ्री भिसा, फ्री टिकट दिइराखेको बेलामा त्यो भिसालाई आफूले पैसा लिएर गोजीमा हालेर त्यो चाहिँ नेपालमा त्यही 200 केडी 300 केडीमा बेच्ने, अनि त्यहाँबाट मान्छे लिएर आउने जुन प्रकारको तपाईँहरूले गर्नु भएको छ, त्यो चाहिँ कृपया नगरिदिनु होला। तपाईँहरू पनि काम गर्नुहोस्, काम गरेरै तपाईँहरू यहाँ काम गर्न आउनु भएको छ, काम गर्नुहोस् होइन। र आम
विदेशमा रहेका पीडाहरू दुःखहरू विशेष गरेर घरेलु महिलाहरूमाथि भइरहेको जुन पीडाहरू छन्, त्यस पछाडि गएर अन्य जुन साना साना काम गर्ने हाम्रो नेपाली दाजुभाइहरूलाई जुन भइरहेको छ, जुन कम्पनीमा काम गर्न ल्याइरहेको जुन अहिले सेलेरी 60-65 केडीमा जुन सेलेरीमा लिएर आएर न रुम छ न केही छ, त्यो खालको जुन समस्या छ, यो समस्यालाई चाहिँ मैले सदनको त म कुरा गर्दिनँ किनभने अहिले निर्वाचन भइसकेको छैन। तैँले मैले उठाउनु पर्ने तमाम ठाउँमा मेरो आवाज पुग्ने ठाउँमा, जस्तै मानव अधिकार केन्द्रहरूदेखि लिएर विविध ठाउँमा मैले उठाउने प्रयास गर्छु। तर नेपालमा नेपाली दाजुभाइ तथा खाडीमा विशेष गरी खाडीमा काम गरिरहनु भएको तमाम दाजुभाइहरूले चाहिँ के कुरा मनन गरिदिनु भने, यो व्यवस्था अड्यो भने हामीले यसमा पनि केही परिवर्तन गर्न सक्दैनौँ। हेर्नुहोस्, आज काले काले मिल्यो खाउँ भाले भन्ने जस्तै मात्रै हो। तपाईँ हाम्रै पीडा देखाइ उहाँहरू गएर सदनमा मन्त्री बन्ने, प्रधानमन्त्री बन्ने, अहिले हेर्नुहोस् सवन पार्टीको सूची हेर्नुहोस्, सबै पार्टीहरूलाई पल्टाएर हेर्नु, अर्बौं पार्टीका छोराछोरी मात्रै छन्। एउटा राष्ट्रिय प्रधानता पार्टीले म खाडीमा काम गरेर बसिरहेको मान्छेलाई मात्रै पहिलो सूचीकृत गरिएको छ। त्यो पनि कति विवाद आएला, कति के आएला। राष्ट्रिय प्रधानता पार्टी भने त एकदम धनीमनीको पार्टी हो, धनीमनीले मात्रै चलाउने पार्टी भनेर यो लालछना लाइन्थ्यो। त्यो पार्टीलाई हेर्नुहोस्, आज म जस्तो एउटा खाडीमा मजदुरी गरेको मान्छेलाई पहिलो नम्बर आएछ। म 6 महिना भयो कुवेतमा आएर काम गरिरहेको। मेरो आर्थिक अवस्था ठिक थियो, मेरो आर्थिक अवस्थाले चाहिँ म घर परिवार चलाउन सक्थेँ भने म आउनुपर्ने आवश्यकता थिएन। म त्यही समस्या परेर म आएको हो र पार्टीले यस्तो छ। र यहाँको तमाम मैले सानोदेखि ठुलो समस्याहरू बुझेको छु। यहाँ व्यापारीहरूलाई पनि समस्या छ, व्यवसायकर्ताहरूलाई पनि समस्या छ, त्यसपछि कामदारहरूलाई त समस्या यति छ। कतिपय ठाउँमा तलब दिइरहेको छैन। 7 महिना भयो। एकजना बहिनीले मलाई अस्ति रुँदै फोन गर्नुभएको थियो, दाइ मेरो तलब दिनु भएन, मलाई चाहिँ न पासपोर्ट दिन्छ न सिभिल आइडी बनाइदिनुहुन्छ, ल्याएको मान्छेले पनि थर्काउनुहुन्छ। एकजना साथीहरू हुनुहुन्छ, उहाँले थर्काउनु भएको भन्ने कुराहरू सुने। उहाँहरू कसैको पनि नाम लिन चाहिन, तपाईँहरू सोधिदिनुहोस्। मैले उहाँलाई फोन गरेर तपाईँले चाहिँ उहाँलाई तुरुन्तै घर पठाइदिनु, सानै बच्चा रहेछ 22-23 वर्षको, मैले यसरी चाहिँ भनेको थिएँ होइन। अब मेरो तर्फ मैले चाहिँ अहिले यतिसम्म गर्न सक्छु। हामी तपाईँहरूको साथ सपोर्ट पाएर हामी गयौँ भने यो कुवेत गभर्मेन्टसँग पनि हामी एग्रिमेन्ट गर्न सक्छौँ। हामीले रोजगार नेपाललाई दिन्छौँ, हामी यहीँ गर्छौँ भने त हामी त्यो त्यत्रो ठुलो खालको गफ त लाउनु सक्दैन। सकभर चाहिँ विदेश चिन्नु नपरोस् नेपालीहरू, बरु यहाँका नागरिकहरू गएर नेपालमा रोजगार गर्नुपर्ने वातावरण हामी सिर्जना गर्दै जानेछौँ। तर अब जुन भइरहेको अहिलेको परिस्थितिमा चाहिँ यहाँ कम्तीमा पनि लेबर कामलाई 150 केडी सेलेरी अनि G2G माध्यम हुन्छ, के माध्यम हुन्छ, त्यो खालको चाहिँ एउटा हामी प्रोसेस चाल्छौँ। त्यो प्रोसेस चालिसकेपछि यहाँ अहिले जुन मैले अहिले सुरु गरेँ कुरा गरेँ नि, नेपालमा यो व्यवस्था परिवर्तन भयो। 62-63 सालले जुन देशको व्यवस्था परिवर्तन गरेर नवीन व्यवस्था आइसकेपछि नेपालमा स्वदेशी रोजगारी कम्पनी एउटा खुले होइन, वैदेशिक रोजगारी कम्पनी मेन पावरहरू टन्नै खुलेछ। त्यो पनि सबै यी अहिलेका गणतन्त्रवादी पार्टीका कर्मचारीहरू, त्यहाँका नेताहरू सबै त्यहाँ बसेर काम गर्छन्। तपाईँलाई समस्या पर्दाखेरि थाहा भयो होला नि तपाईँहरूलाई, हेमराज थापा भन्ने एकजना साथी हुनुहुन्छ, हाम्रो विचारमा होइन, उहाँ पनि गणतन्त्रकै हुन्छ। उहाँले तिमीहरूको मेन पावरले त यसरी गर्यो भने उनलाई गुन्डा लगाएर कुटाइएको छ। हामीलाई स्वयं पनि कति मेन पावर जाँदाखेरि हामीलाई थर्काइएको छ। यो किनभने उनीहरूसँग डरै छैन, कुनै चिन्तै छैन। केही समय अगाडि मैले यहाँको एकजना एजेन्टसँग कुरा गरेँ, तपाईँले जहाँ गएर जे कुरा गर्न गर्नुहोस्, म यसमा के गर्न सक्दैन, नेपालीहरू मर्नु भन्ने नेपालीले भनेछ, म उहाँको पनि नाम लिन चाहन्न। म लगभग 2 महिना अगाडि एउटा साथीहरूलाई समस्या पऱ्यो, 15-20 जना साथीहरू आउनुभयो, भिडियो बनाउनु मान्नु भएन, हामीलाई समस्या छ दाइ, अहिले खाना खाइरहेको छ, भोलि हामीलाई खाना खान नदिनु सक्लान् भन्ने समस्या मलाई सुनाउनु भयो। मैले एजेन्टलाई फोन गरेँ, तपाईँले जे गर्नुहुन्छ गर्नुहोस्, म केही गर्न सक्दैन, तिनीहरू आफ्नो हिसाबले जे गर्छन्, मैले 10-12 जनालाई फर्काइदिइसकेँ भनेर मलाई यस्तो खालको उत्तर, त्यो गैर जिम्मेवारी उत्तर दिनुभयो। त्यसको दोषी हामी पनि हौँ के। हामीले त्यस्तै मान्छेलाई जिताछौँ, त्यस्तै व्यवस्थालाई हामी मलजल गरेर छौँ। अझै पनि त्यसैलाई लानुपर्छ भनेर नयाँ मान्छेहरूलाई चाहिँ हामी समर्थन गरिरहेछौँ। अझै पनि हामीले यसरी नै बस्यौँ भने, यसरी नै गऱ्यौँ भने हामीले अहिले 60 केडी सेलेरीको लागि 3 लाख रुपियाँ तिर्नुपर्छ। भोलि बङ्गलादेशको नागरिकहरू यहाँ आउनलाई 50 केडी सेलेरीको लागि 6 लाख रुपियाँ तिरेर जस्तै अवस्था नेपालमा पनि सिर्जना हुन्छ। त्यो भएर हामीले सचेत नागरिक है, नेपाली भनेको सबैभन्दा विश्वमा सबैभन्दा सचेत र धेरै बुद्धिजीवी मान्छेहरू हुन्। कुनै पनि गरिब छैन नेपालीहरू सुकुम्बासी छैनन्। नेपालीहरू विश्वको धनी मान्छेमा पर्छौँ। हामी घर जग्गा जमिन किन्न सक्ने, राजा महेन्द्रले 2020 सालमा भूमि सुधार आयोग लिएर आएर मेरो जनताले आफ्नो सम्पत्ति आफै मालिक बन्नुपर्छ भनेर त्यो अधिकार दिएको देशको नागरिक हो हामी। पृथ्वीनारायण शाहको चाहिँ सन्तान हो हामीले अहिले आएको हेर्नुहोस् त, विदेशी विचार बोकेर आएको नागरिक व्यक्तिहरूलाई हामीले विश्वास गर्दै जाँदा हाम्रो पिता नचिनेर हामीले
अन्य मान्छेलाई चाहिँ चिन्दै जाँदाखेरि आज हाम्रो हालत के भएको छ। आज हामी कस्तो अवस्थामा छौँ, 50-60 केडी तलबको लागि हामी 3 लाख रुपियाँ ऋण खोजेर 100 कडा 3को ब्याजमा तिर्न पर्ने। त्यो 100 कडा 3को 3 लाख रुपियाँ तिर्दै जाँदाखेरि तपाईँले 10 वर्ष 3 वर्ष तपाईँ कमाएर ऋण तिर्नै लाग्छ अनि घर परिवारले के खुवाउनुहुन्छ, त्यो तपाईँहरूले विचार गर्नुपर्छ। तपाईँहरू यहाँ हुनुहुन्छ, तपाईँहरू घरमा भन्नुहोस्, फोन गर्नुहोस्। अबको यो व्यवस्था, यो फागुन 21 गते भनेको देशको व्यवस्था परिवर्तन गर्नको लागि हुन गइरहेको निर्वाचन हो। यसमा तपाईँहरू यहाँ विदेशमा जहाँ पनि हुनुहुन्छ, तपाईँहरूले के भनिदिनु पर्यो भने घरमा फोन गरेर तपाईँ कुन पार्टीमा हुनुहुन्छ त्यो मतलब, तर व्यवस्था परिवर्तन गर्छु भने पार्टीको चिन्हमा भोट हाल्नुहोस् भनेर तपाईँले सुझाव दिनुहोस्। म बन्छु भनेर भन्न आएन, म बन्नु भनेको होइन, मैले मेरो देशलाई जुन प्रकारको दलदलमा फसाएको छ त्यो दलदलबाट निकाल्नको लागि भन्नु चाहिँ। हिजो भर्खर श्रीपाद ज्ञानेन्द्र शाहको अभिव्यक्ति सुन्नु, हिजो देश बनेन भन्ने चिन्ता थियो, आज देशै नरहला भन्ने चिन्ता छ। हामीलाई पनि त्यो चिन्ता छ, सम्पूर्ण नेपाली यो चिन्ता रहन। देश हामीले त्यस्तै व्यक्तिहरूलाई विश्वास गर्दै गयौँ भने भोलि हाम्रो देश नरहला भने हामी त्यो सोच्न पर्ने छ। अहिले पनि हेर्नुहोस् तपाईँहरूले, हामीले कयौँदेखि कुनै यो एनजिओबाट आएको, यो एनजिओबाट, यो विदेशीबाट सञ्चालित भएको त्यत्तिकै हल्ला चल्दैन, हावा नचलिकन पात हल्लिँदैन। विचार गरौँ, हामी त प्रत्यक्ष रूपमा छौँ। धेरै मन्त्रालयहरू हाम्रो पनि केही हाम्रो माननीयज्यूहरू मन्त्री हुनुभएको छ, त्यो मन्त्रीमा सिधै एनजिओको मान्छेहरू घुस्ने एउटा प्रविधि छ। एनजिओ भने विदेशी सङ्घ संस्था, विदेशी सङ्घ संस्थाले तपाईँलाई किन लगानी गर्छ भनेदेखि तपाईँलाई गुलाम बनाउन लगानी गर्ने हो, तपाईँलाई चाहिँ नियन्त्रणमा राख्न लगानी गर्ने, तपाईँलाई चाहिँ उसको इसारामा चलाउन लगानी गर्ने, त्यत्तिकै लगानी गर्दैन। अब चाहिँ मैले फेरि पनि हजुरलाई यहाँनिर कुरा काटे जस्तो होला रोकेँ। एकदम जस्तो अब राजनीतिको बारेमा त यो कुराहरू आयो, यहाँ विदेशको बारेमा पनि आयो। प्रत्येक देशमा त्यही समस्याहरू छ। प्रत्येक देशमा दूतावासहरू र त्यहाँका सङ्घ संस्थाहरू जुन आबद्धता भएका हुन्छन्, तर सङ्घ संस्थाहरू पनि, सङ्घ संस्थाका मुख्य मान्छेहरू पनि त्यो मान्छेहरूलाई दलाली गर्ने कामहरू, बाहिर देखावटी छैन। 120 यहाँको सेलेरी, मिनिमम सेलेरी हो कुवेतको गभर्मेन्ट अनुसार, तर यहाँको गभर्मेन्ट सँग भन्दा पनि यहाँको जुन राजदूतावाससँग यहाँका ठुल्ठुला सङ्घ संस्थाका मुख्यहरू र ती बिचका दलालहरूले जुन 120 केडीको सेलेरी पास हुनुपर्ने सेलेरी पनि जुन कि 60-70मा पास गराएर कम्पनीसँग मिलेर त्यो खाइरहेको अवस्था छ। तपाईँले बुझेर जानुभएको छ। यो कुराहरूमा तपाईँले अब संसदमा गइसकेपछि त ठिक छ, संसदमा त्यसको लागि पनि अग्रिम बधाई दिन चाहन्छौँ। तर संसदमा जानुभन्दा पहिला पनि तपाईँ अब पार्टीको एकजना क्याडेट हो। पार्टीको क्याडेट हुँदै गर्दाखेरि तपाईँले पार्टीमा अथवा त्यहाँको कानुनहरूमा यो वैदेशिक रोजगार विभाग कहाँ कुरा गर्नुपर्ने हो त्यो कुराहरू पनि गर्नु होला। यो कुराहरू पनि भन्न चाहन्छौँ। यो कुराहरू किनभने अब हामी जस्तै धेरैले कुराहरू गर्दै गर्दा धेरैको समस्याहरू बुझ्दै जाँदाखेरि हामी आफै पनि त्यो कामहरू गरिरहेका हुन्छौँ। त्यो कामहरू गर्दै गर्दा दुःख पीडा मार्गमा परेकाहरूलाई उद्धार गर्नको लागि, जस्तो अब हामीले जुनसुकै पार्टी होस् त्यो मतलब भएन, तर जनताको जुन समस्याहरू हो त्यो समस्या समाधानको उपाय चाहिँ अपनाउनु, जसले अपनाइदिन्छ, जसले आफ्नो अभिभावकत्व ग्रहण गरिदिन्छ, त्यो नै सबभन्दा ठुलो हो। त्यो कुराहरू चाहिँ नभुल्नु होला भन्न चाहन्छौँ। जुनसुकै पार्टी होस्, त्यही पार्टीहरूले गर्दाखेरि त राप्रपा होस् अथवा काङ्ग्रेस होस् अथवा एमाले अथवा राष्ट्रिय स्वतन्त्र पार्टी अथवा माओवादी, किन त्यो कुराहरू बुझेनन्, त्यो कुराहरूबाट विचलित भएर उनीहरूले त्यो बिर्सिएको हुनाले त्यो समस्याहरू भोग्नु परेको छ होइन। त्यो समस्याहरू नभोग्नु परोस्। तपाईँ यो ठाउँहरूबाट यो ठाउँको प्रतिनिधित्व गर्दै जाँदै हुनुहुन्छ। विदेशमा भएका दुःख पीडा मार्काहरू जुनसुकै देशमा पनि भएका, कतार, कुवेत, साउदी, बहराइन, ओमान, खाडी मुलुक अथवा मलेसिया अथवा इन्डिया, जुनसुकै ठाउँमा यो ठाउँहरू, अब युरोप अमेरिका भनेको उनीहरू भनेको कमाउनको लागि जाने हो, उतै घरबार बनाउनको लागि जाने हो, तर मेन एकदमै काम गरेर आफ्नो देशै नै फर्किने भनेको त यही गल्फ कन्ट्रीहरूबाट हो नि त होइन। यो ठाउँहरूबाट फर्किन्छन्। यो ठाउँहरूको दुःख पीडा मार्काहरूलाई चाहिँ हामीले भन्न चाहन्छौँ कि तपाईँले चाहिँ ती समस्याहरूलाई चाहिँ एकदम उजागर गर्नु होला पार्टीमा पनि अनि तपाईँको संसदमा पनि पुगिसके पछाडि है। अनि यस्तै कुरा गरेर जुन दुःख पीडा मार्गमा परेका हुन्छन् उनीहरूलाई मलमपट्टि गर्ने, उनीहरूको कामहरू गरिदिने बन्नु होला। तपाईँलाई अग्रिम शुभकामना छ। जितको
लागि एकदम है अहिलेलाई चाहिँ एकछिन हामी छुट्टिएर फेरि एकछिन अघि कुराहरू गर्दै जाँदा केही समय ब्रेक लिएर हामी फेरि आएका छौँ। ब्रेक लिएर आइसके पछाडि हामी कुराहरू गर्दाखेरि यहाँनिर तपाईँले लेख्नुभएको जातीय विभेद भन्ने अमर परियार आर्य भन्ने किताब निकाल्नु भएको रहेछ हजुरले। यो किताबमा के को विषयमा छ त, के कुराहरू छ, यसको बारेमा पनि केही कुराहरू राखिदिनुहोस् न त हजुरले है। अब एकदम धन्यवाद छ हजुरलाई। हाम्रो समाजमा अघि नै मैले एउटा कुरा निकालेको थिएँ, समाजमा सबैभन्दा ठुलो समस्याको रूप लिएर जुन प्रकारले एउटा समूहले राजनीति गरिरहेको थियो नि, त्यो जातीय विभेद। जातीय विभेद भन्ने चिज हो चाहिँ यस्तो खालको ज्वरो गाडिदिए कि नेपालमा, जुन कारणले गर्दा कतिपय मान्छेहरूले खुलेर पनि म यो हो भन्न नसक्ने अवस्था आयो। अनि जसले पनि जातीय विभेद भयो भनेर चिच्याउने, तपाईँलाई म यसैमा एउटा घटना गर्न चाहन्छु। हालसालै नेपालको बाँके जिल्लामा एउटा गाउँपालिकाभित्र एकजना 9 कक्षा पढ्ने सानो बच्चामाथि चाहिँ सामूहिक बलात्कार भएछ। सामूहिक बलात्कार भएछ। बलात्कार पछाडि पुलिस थानामा गएर रिपोर्ट ल्याउँदाखेरि मन्त्रीको छोराले चाहिँ त्यसको चाहिँ त्यो रिपोर्ट नलि भनेर दबाब दिनुभएछ। त्यस पछाडि ती सानी बहिनी चाहिँ काठमाडौँ आइन्। तिनी पनि अहिलेको व्यवस्थाले बनाएको दलित रहेछन्। रिपोर्टर्स क्लबमा आएर उनी बोल्दै गरे, तिनीसँग मैले चिन्जान पनि छैन, मैले केही पनि छैन। मैले यति मात्र के भन्न खोजेको भने बलात्कृत महिला एउटा बालबालिका चाहे जसैले गरोस् त्यो जनजातीय अपराध हो। मनुस्मृतिमा के भनेको छ भने बलात्कार गर्ने व्यक्तिको लिङ्ग काट्दिनु भनेको छ के। त्यो कानुन यो अरब भन्ने देशमा अहिले जहाँ म बसेर भिडियो बनाइरहेको छु त्यो ठाउँमा लागू भएको छ। हिजो हामीले प्रत्यक्ष रूपमा देखेका छौँ। तर हाम्रो नेपालमा चाहिँ बलात्कृत बच्चाहरू रिपोर्टर्स कलममा गएर बोल्न पर्ने अवस्था सिर्जना गरेका छन्। यो जातीय विभेद भयो, तिमीहरूलाई अन्याय भयो, तिमीहरूलाई अत्याचार भयो भन्दै राजनीति गर्ने राजनीतिक दलहरू सबैले के गरे भने समस्या देखाए, समस्याको समाधान खोज्नेतर्फ कोही पनि लागेन। अनि मैले चाहिँ यो पुस्तक 60 पेजको छ। सम्भवतः यो पुस्तक पढ्ने, चाहे म आफूलाई सानो जात भन्ने होस् या आफूलाई ठुलो जात सम्झिने होस्, यो दुवैजनालाई चेतना खोल्ने पुस्तक छ। धर्मशास्त्रले के भनेको छ, 4 जात 36 वर्ण पृथ्वीनारायण शाहले दिव्य उपदेशन दिएको के हो त, त्यसको व्याख्या पनि यसमा छ। धर्मशास्त्रले वर्ण व्यवस्था किन छुट्याइएको छ भने त्यो पनि त्यसको पनि व्याख्या छ। अनि वैदिक दर्शनहरू वेद आदि शास्त्रले मनुष्यलाई कुन क्याटेगोरीमा राखेको छ, जातको अर्थ बहुजाति भनेर जुन शास्त्रमा छुट्याएका छन् त्यसको अर्थ के हो त। हामीले चाहिँ के सोच्छौँ, बहुजाति भनेपछि हामी ठकुरी भनौँ न, यो जाति हुन्, यो त्यो जाति होइन नि। त्यो त हिजो जोडिएको शब्दहरू। जाति त ईश्वरको नजरमा, परमात्माको नजरमा, परमपिता परमात्माको नजरमा, ईश्वरको नजरमा, जसले सृष्टिकर्ता गर्नु, यो सृष्टि गर्नुभयो, ब्रह्माण्डको रचयिता गर्नुभयो, रचयिताकर्ता, उहाँले आफ्नै सन्तानमाथि विभेद गर्नुहुन्छ होला त। त्यसैले लेख्नुहुन्छ यो सृष्टिमा हामीले पढ्दै आएको सुन्दै आएको हिजो 84 लाख योनि काटेपछि मनुष्य योनि पाइन्छ भनेर सुन्दै आएको थियौँ के। तर त्यसको वास्तविकता, त्यसको साइन्टिफिक चाहिँ के रहेछ भने यो ब्रह्माण्डमा 84 लाख प्रकारका जातिहरू रहेछन्। त्यसमध्येमा मनुष्य एक जाति, त्यो हो मनुष्य। त्यसमा महिला छुट्टै पुरुष छुट्टै पनि छैन, मनुष्य एक जाति हो। त्यसको अङ्ग छुट्टै हुन्छ। जस्तै हाम्रो बत्ती बाल्ने तारमा पनि एउटा माइनस हुन्छ, एउटा न्युट्रल हुन्छ, एउटा चाहिँ प्लस हुन्छ नि हो। त्यस्तै खालको मनुष्यभित्र पनि यो मेल फिमेल, त्यस पछाडि अर्को न्युट्रल, यो खालको चाहिँ एउटा त्यो ऊ छ। यो एकै जाति हो मनुष्य। हामी त्यसमध्येमा नि 207वटा देश छ, 207 थरी मान्छेहरू छन् भनिन्छ नि। यहाँको थरी फरक, यहाँको फरक। जस्तै कुनै एउटा साधन निकाल्यो, एउटा गाडी निकाल्यो भने त्यसको कलर मात्रै फरक हुने क्या, तर त्यसको स्वरूप त एउटै हुन्छ नि। मान्छेको स्वरूप एउटै छ, जन्मिने प्रक्रिया एउटै छ, मर्ने प्रक्रिया एउटै छ। त्यो गर्ने दाह संस्कारहरू, त्यो जन्मे पछाडि गर्ने सिस्टमहरू त त्यो भूगोल अनुसारको फरक हुन्छ, त्यो देश अनुसारको। त्यसैले नेपालमा चाहिँ यो ठुलो रडाकोमा चाहिँ आन्दोलन गरे, विविध कुराहरू गरे। कोही साथीभाइहरू साङ्लै बानेर पनि के भन्छन्, माइती घरमा गएर चिच्याए कराए, तर पनि सुनेन। किन सुनेर हिँड्छन् भन्दाखेरि चाहिँ यसको समस्या भनेको चाहिँ राजनीतिबाट उत्पन्न। हजुरलाई धेरै धन्यवाद छ केबी विष्टज्यू। महत्त्वपूर्ण छलफलमा सहभागी बन्न पाउँदा आफूलाई एकदमै भाग्यमानी ठानेको छु। र जाँदै तमाम नेपाली मनहरूमा के भन्न चाहन्छु भने आउँदै गरेको निर्वाचन
फागुन 21 मा हुन गइरहेको निर्वाचनमा हलो छापमा मतदान गरी नेपाल र नेपालीलाई विजय गराउँ। तमाम नेपाली मतदाताहरूमा मेरो हार्दिक अनुरोध गर्दछु। साथै यस च्यानल केबी विष्ट 2020 लाई हेरेर सब्स्क्राइब, शेयर, लाइक, कमेन्ट पनि गरिदिनु होला। धन्यवाद। हजुर सर, हजुरलाई पनि धन्यवाद। हस्त बिदा हुन्छौँ। धन्यवाद। अनि हामी कुवेतको समसामयिक विषयमा कुरा गर्दै अनि हामी हिँडिरहेछौँ होइन। हजुर, कुवेतका समस्याहरूको बारेमा पनि बुझियो, नेपालका समस्या, राजनीतिक समस्याको बारेमा पनि बुझियो। अनि जुन अहिले नेपालीहरू जुन जुन देशमा छ ती देशहरूमा नेपालीहरूले बुझ्नुपर्ने समस्या कुराहरू र अनि समस्याहरू अनि जस्तो नेपालमा बाह्य कन्ट्री आफ्नो देशभन्दा बाहिर अर्को देशमा आउँदै गर्दा त्यहाँनिर के सुझाव सल्लाहहरू छन् भने कसरी आउँदा राम्रो हुन्छ, के गरेर आउँदा राम्रो हुन्छ, के कुरामा ख्याल पुर्याउँदाखेरि फस्नु पर्दैन। आफ्नो देश छोडेर अर्को देशमा बिरानो देशमा आइसकेपछि नफस्नको निमित्त हामीले के कुरामा ध्यान दियो भने सुरक्षित तरिकाले हामीले केही काम कमाइ गर्न सक्छौँ त। आफ्नो ज्यान पनि बचाउन, प्लस परिवारको ज्यान पनि बचाउन, दिदीकोमा पनि गर्न पर्छ। हजुर, धन्यवाद। अब विशेष गरी के छ भने सर्वप्रथम त देश छोडिसके पछाडि समस्याहरू नआउने भन्ने कुरा हुँदैन। त्यसलाई कसरी समाधान गरेर त्यसलाई कसरी ह्यान्डल गर्ने भन्ने कुरा स्वयं व्यक्तिमा निर्भर पर्छ। अनि मुख्य कुरा चाहिँ के छ भने तपाईँ कुनै पनि देशमा जाँदै हुनुहुन्छ, कुनै पनि ठाउँमा गएर काम गर्नको लागि तपाईँले प्लानिङ गर्दै हुनुहुन्छ भने हावामा लाग्नुहोस्। पहिला सुरुमा जानुभन्दा अगाडि धेरै कुराहरू अध्ययन गर्नुहोस्, अनुसन्धान गर्नुहोस् अनि त्यसलाई चाहिँ तर्क गर्नुहोस्। कुनै पनि व्यक्तिले चाहे कम्पनी राम्रो होस् नराम्रो होस्, कम्पनी राम्रो नराम्रो भन्ने हुँदैन। सबैले व्यापार व्यवसाय गर्ने ठाउँमा सबैको भिजन राम्रै हुन्छ। जस्तै नेपालमा राजनीतिक दलहरू धेरै खुले नि, सबैको विधानहरू पढ्यौँ भने, सबैको उद्देश्यहरू पढ्यौँ भने सबै हुन्छ, तर कामहरू फरक फरक हुन्छन् के, कामहरू फरक फरक हुन्छ। त्यस्तै हेर्ने हो, यो पनि सबै एउटा राजनीति नै हो। हेर्नुहोस्, विशेष गरेर ध्यान दिनुपर्ने चाहिँ तपाईँ कहीँ जाँदै हुनुहुन्छ भने तपाईँले आफूले सिप जानेको सिपमा जानुहोस्, दुःख पाउनुहुन्न। र धेरै बोल्नुभन्दा नि धेरै सुन्ने बानी गर्नुहोस् र धेरै चाहिँ के अरे निर्देशन दिने, धेरै अरूलाई सम्झाउने भन्दा पनि आफू सम्झिने प्रयास गर्ने भने चाहिँ दुःख पाइँदैन। नत्र भने अधिकांश यहाँ जस्तै हामीले गणेश भगवानलाई हेर्छौँ नि, गणेश भगवानलाई हेर्दाखेरि गणेश भगवानको कान ठुलो हुन्छ, पेट पनि ठुलो हुन्छ। मतलब धेरै कुरा सुन, धेरै पचाउ र मुख चाहिँ सानो हुन्छ कि, मतलब अर्थात् थोरै बोला, जाने कुरा मात्रै बोला भने जस्तै यो ठाउँमा आएर तपाईँ सुरक्षित, तपाईँले आफ्नो केही भिजन बोकेर आउनु भएको छ, भिजन बोकेर हिँड्नु भएको छ भने सर्वप्रथम त आफ्नै ठाउँमा केही गरौँ भन्छ, त्यो माहौल छैन। म स्वयं पनि अब यो अभियान गरेर स्वदेश फर्क स्वदेशमै स्वर्ग भन्ने हिँड्ने मान्छे स्वयं मैले पनि यहाँ परदेशमा खाडीमा काम गरिरहेको छु भने अब आइसके पछाडि तपाईँले कामहरू सिकेर आउनुहोस्, कामहरू सिकेर आउनुहोस्, त्यो तपाईँले भनेको काममा आउनुहोस् र कुनै पनि एजेन्टहरू भन्दा डाइरेक्ट सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर आउनुहोस्। बरु समय खर्च होस्, तपाईँले डाइरेक्ट मान्छेसँग आउँदाखेरि छिटो भनेर तपाईँलाई 3 महिना लाग्दिन्छ, डाइरेक्टसँग गयो भने 3 महिना लाग्छ। तपाईँलाई छिटो गरिदिन्छु, भोलि नै उडाइदिन्छु भन्ने पछि नलाग्नुहोस्। विचार गरेर सबै कुराहरू, तपाईँसँग विवेक छ, बुद्धि छ, सबै कुरा छ, अध्ययन गर्नु भएको छ, देश विदेश पनि घुम्नु भएको हुन्छ अरे, तपाईँले चाहिँ विशेष गरेर ध्यान दिनुपर्छ। अनि विशेष गरेर महिला दिदीबहिनीहरूलाई, अझ महिला दिदीबहिनीहरू चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू कम्पनीमा आउनु भएको छ काम गर्न भनेदेखि कम्पनीको रुल अनुसारले नै काम गर्नु होला। मैले यहाँ धेरै देखेँ आफ्नो देशको नागरिकहरू भन्दा नि विदेशीहरूसँग धेरै, भने तपाईँहरूले प्लेन चढ्दा कुन सपना देख्नुहुन्छ, त्यही सपनामा अडेर काम गर्नु छैन। तपाईँहरू भनेको हाम्रो देशको इज्जत हो, हाम्रो देशको सम्मान हो। यात्रा नारीस्थ पूजन्ते रमन्ते तत्र देवता भनेर हामीले त्यो सिकाउँदै हिँड्छौँ। तपाईँहरूले चाहिँ विशेष गरेर तपाईँहरू भनेको हाम्रो देशको, हाम्रो राष्ट्रको इज्जत हो, इज्जतलाई जोगाउने काम गर्नुहोस्। यसरी जथाभावी कतै बङ्गालीसँग भनेछ, कतै पाकिस्तानी भनेछ, कतै के भनेछ, त्यसरी बोलचाल गर्नु नराम्रो होइन। त्यसरी नै पुरै सम्बन्धै राखेर चाहिँ नहिँड्नुहोस्। तपाईँहरू हाम्रो देशको इज्जत हो, इज्जत सम्मान गर्नुहोस् होइन। अनि घरमा काम गर्दा पनि त्यस्तो कुनै समस्या छ भने डाइरेक्ट तपाईँ कोसँग आउनु भएको छ त्योसँग सम्पर्क राख्नुहोस्।
भागेर कम्पनी छोडेर कसैले कोही नेपाली केटाहरूले नि भन्छ नि ए म तँलाई यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु भनेर मलाई फकै लाएर भगाउँछन् भने कम्पनीमा भागेर काम गर्ने कम्पनी घर छोड्ने बरु तपाईँलाई समस्या पर्छ नि सिधै घर जानुहोस् नेपाल जानुहोस् भनेर जे गरेर हुन्छ नि नेपाल जानुहोस् तर भागेर कम्पनी छोडेर इलिगल भएर चाहिँ नबर्नुहोस् सबैलाई मेरो यही आग्रह छ भन्दा कतिपय कुरा प्र्याक्टिकल यहाँका मान्छेहरूसँग यहाँका विदेश तपाईँ जुन देश जाने हुन्छ त्यो देश थ्योरी पढाइन्छ नि 2-3 घन्टा 4-5 घन्टा राखेर त्यो चाहिँ केवल दिनमा जाने त्यहाँ बस्ने 700 रुपियाँ तिर्ने जुन एउटा प्रविधि छ यो अहिलेको व्यवस्था ल्याएको कुराहरू हुन् तपाईँले प्र्याक्टिकली रूपले चाहिँ स्वयं ठाउँ कहाँ जाँदै हुनुहुन्छ त्यहाँका व्यक्तिसँग चाहे तपाईँ चिनेको होस् चाहे नचिने होस् 5 मिनट समयमा आएर राम्रोसँग बुझ्नुहोस् के अनि सबैभन्दा मुख्य कुरा चाहिँ तपाईँले आफू सक्षम भएर आउनुहोस् कामको लागि म कुनै काममा आउँदैछु भने त्यो काम सम्बन्धित पुरा नलेज तपाईँसँग हुनुपर्छ के गाडी चलाउन आउँदै हुनुहुन्छ भने गाडी पुरा रूपले तपाईँलाई चलाउन आउनुपर्ने हुन्छ तपाईँ अन्य विषयमा आउँदैछ भने त्यो विषयमा तपाईँलाई भरपुर नलेज हुनुपर्छ है बरु त्यति छैन भने बरु पैसा खोज्नुहोस् ऋण गर्नुहोस् सिक्नुहोस् काम वेटर्समा आउँदै हुनुहुन्छ नि किचनमा आउँदै हुनुहुन्छ भने तपाईँले त खाली पेपर मात्रै नबनाएर नआउनुहोस् कामहरू सिकेर आउनुहोस् भन्न चाहन्छु म किनभने म स्वयं पनि पहिलोचोटि नबुझिकन हतारमा जाँदाखेरि मैले 3 वर्ष दुःख पाएको छु साउदीमा अनि म पनि 40 दिनभित्र बसेर नेपाल गएको छु होइन त्यस्तो खालको एउटा परिस्थिति तपाईँहरूलाई भोग्न नपरोस् भनेर हामीले भोगिसकेका मान्छेले तपाईँलाई बुझाइदिने हो ओरिएन्टेसन क्लास पनि अहिले चलाएको छन् होइन त्यसमा पनि भाग लिनुहोस् न नलिएसम्म तपाईँलाई आउनै दिँदैन भाग लिनुहोस् तर त्यो भाग लिनुभन्दा पूर्व पहिल्यै तपाईँ 2-4 कुरामा के हुनुहोस् भनेदेखि तपाईँ के काममा आउँदै हुन्छ त्यो काम मजाले सिक्नुहोस् र तपाईँले कति पैसा तिरेर आउँदै हुनुहुन्छ त्यो पैसा तिरेको सबै कुरा तपाईँले डकुमेन्ट पाउनु चाहिँ हुन त्यो पहिला सिक्नुहोस् तपाईँ तिर्न त 3 लाख तिर्नु 10,000 को कागज बनाएर आउन पाइँदैन हेर्नु तपाईँको मेडिकलमा 10,000 खर्च हुन्छ यताउति गरेर 50,000 खर्च हुन्छ 50-60 हजार खर्च चाहिँ त्यो मिलाएर आउनुहोस् हेलो हेलो हजुर तपाईँहरू पाँचखालमा घर जग्गा खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झाउनुहोस् लालपूर्जा पाँचखाल घर जग्गा नेट्रो अब लालपूर्जा पाँचखालको चाहिँ अब कन्ट्याक्ट नम्बर 9742549931 अनि पाँचखाल घर जग्गा नेट्वर्कको चाहिँ 98513 अनि 544848 काभ्रेको पाँचखालमा घडेरी घर जग्गाहरू खोज्दै हुनुहुन्छ भने हामीलाई सम्झाउनुहोस् पाँचखालको अत्यन्त राम्रो लोकेसनमा घर जग्गाहरू हामीसँग पर्याप्त रूपमा छ अब तपाईँहरू खोज्न चाहनुहुन्छ भने हामीसँग कन्ट्याक्ट गर्नु होला हजुर अनि जग्गा अब पाँचखालमा जग्गा किन्नु पर्यो भनेको कस्तो छ होला हजुर तपाईलाई कस्तो चाहिने हो जग्गाहरू यसो घर सर बन्ने अब चट्ट कतिसम्मको चाहिने हो तपाईलाई 10 देखि